आज बालेनमाथि बाल शोषणको अभियोग लाग्न सक्छ। यमबुद्ध यसको घाँटी बाँधेर राख, अन्डरडगको कुकुर भाग्न सक्छ। कुमारी निशेष तेरो नामको अगाडि मिसेस राख्देको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष अर्को निवारण गरिदिने छ तेरो दाइले। बनबी मानिस सिंह बन्न खोजेको उस्तै देख्छु म, तारिफ होइन त्यो तिनकुने लिङ्ग। त जस्तो ऱ्यापरलाई हातमा मुस्दै झरेको रगत कलममा भरेर लेख्छु म। बालेन र कलम बीच अनुन्याश्रित सम्बन्ध छ, यो जस्तो ऱ्यापर बीच कुइरे नेपाल घुम्न आउँदा मोज मस्तीको सिलसिलामा जन्मन्छ। तेरो अनुहार केटीको अन्डरडग्सले मोज गर्न काम लाग्छ, यसलाई सित्तैमा बजाउन पाइन्छ, बरु हिजडालाई दिन दाम लाग्छ। तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको है त्यो कुरा चाहिँ, तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको। त अस्ति रिसाको थिइस् रे, यसपालि अन्डरडग्स लेखेको ब्लाउज छ यसको लागि बुनेको। भाइ तैँले ऱ्याप हानेर नखाने भइस् रे, भाइ तैँले ऱ्याप हानेर नखाने भइस् रे, तेरो काम अन्डरडग्समा लुगा धुने भयो। बरु बुढीलाई नि लिएर आइज, पानीको आपूर्ति गर्न धुरु रुने भयो। काम सकाएको बेलामा उसलाई स्लिम सेडीले पालै पालो छुने भयो। टेबलमा चढाएर उद्रेको चोली लगाएर नाच्न लाउने रे, भव्य रमाइलो हुने भयो। जबरजस्ती केटाहरूले गर्ने छन् मस्ती, खाएर रक्सी तेरो स्वर पातलो, यो गर्ल हेज गाट हस्की। पाउजु छमछमाउने केटी भन्दा त नै धेरै मस्किन्छस्। बाटोमा कालो मान्छे देख्यो कि युनिक पोएट भनी झस्किन्छ। अन्डरडगको कुकुर हुन्छ नि त। अगल्टोले पोल्या कुकुर बिजुली चम्कदा नि तर्सिन्छ, रामकृष्ण ढकालको स्वर भन्दा यसको कम्मर बढी लच्किन्छ। रामै त कुकुर बोलाउँदा किन पड्किन्छ? त मान्छे आबा बुद्धि पनि हचुवाको, म गर्न सक्छु दाबा यमबुद्ध, यो लिलीपुटको पनि बच्चा हो। यसले फोटो देखाए है, अघि फोटो देखाए होइन? तेरो अनुहार गोलबेडाको हेर्दै थिच्न मन लाग्छ, त लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ। 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ।